सन्देशको सबैलाई नमस्कार है। आज चाहिँ म एउटा विशेष थ्याङ्क यू भन्नको लागि भिडियो बनाएको छु। म चाहिँ सुटिङबाट भर्खरै आउँदैछु। के को सुटिङ भने सकसको सुटिङ। तपाईँहरूले सकस हेरिरहनु भएको छैन भने सकस हेर्नु होला। 3 दिनपछि छोरालाई भेट्न पाएको छु र त्यो भेटको न्यारो लाग्दै गर्दाखेरि मलाई मेरी प्यारी हाम्रो सकस सिरियलको चर्चित कलाकार, अभिनेत्री, मोडल, हिरोइन, सबै कुरा भर्सटाइल कलाकार मेरी प्यारी दिदी मुना अन्जु निरौला है। हामी सकसमा अलिकति लफडा परे पनि यो कथा रिल र रियलमा चाहिँ फरक हुन्छ। एकदम मलाई माया गर्ने मेरी प्यारी दिदीले चाहिँ छोरालाई, भाइलाई एउटा गिफ्ट भनेर यहाँ केही कुरा पठाएको है। दिदीले पठाउनु भएको छ यहाँ मेरो मोक्षलाई होइन। म आउन पाइनँ भाइ, म एउटा गिफ्ट भनेर मलाई खुसुक्कन दिदीले मलाई दिन् होइन। अनि मैले के रहेछ भनेर झोलामा हेर्दै थिएँ, अनि हेर्दै पनि छु। मैले अलिकति त हेरेँ अनि मैले थाहा पाएँ। कान्छी यो के होला थाहा छ? पक्यो भने के अब लाउने कुरै छ। लाउने कुरै छ है। यो देखि पनि सक्यो, आगे यस्तो चलि नि गर्छ। यहाँ छोराले चाटी चुटी माया गर्न थालिरहेको छ। स्पेसल्ली अन्जुलाई थ्याङ्क यू भन्न चाहन्छु। उसलाई त बाहिरको कभर सुद्धा मन ए छोरी फोरी फोरी केटो फोरी केटो। यहाँ दिदीले चाहिँ पठाइदिएको चिनो धेरैले धेरै माया गरेर धेरै कुराहरू पठाइरहनु भएको हुन्छ। उहाँहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। यो चिज जे भन्दा पनि माया ठुलो कुरो छ। ए छोराले अहिले मैले यति गरी लाउनु छ। मैले अहिलेसम्म यो चाहिँ यहाँ लाउने कुरा नै छ, मैले गेस गरेको छु। तर मैले खोलेर कति खान मन लाग्यो हेरेको पुरै हेरेको थिइनँ। अनि झोलामा भर्खर सुटिङ सकेर यहाँ झोला बिसाउँदै मैले चाहिँ मेरो बुढीलाई सोधेँ अन्जुले यसरी पठाएछ भनेर। अनि म एउटा चाहिँ सम्झनाको यो अन्जुलाई थ्याङ्क यू भिडियो र स्पेसली धेरै छोरालाई माया गरेर धेरैजनाले पठाइरहनु भएको छ। यहाँ परागरले मेरो भाइ अङ्कलले, उसको अङ्कल मेरो परागर, मेरो भाइले पनि कानमा लाउने होइन यो के भन्छ मुन्द्रा पठाइदिएको। उहाँ बाहिर थियो अनि भाइलाई चाहिँ पाखनीमा चाहिँ मेरो तर्फबाट भतिजलाई भनेर एकजना भाइलाई चाहिँ मार्फत पठाइदिएर चाहिँ मलाई यस्तो मनमा ओहो मेरो भाइले कस्तो त्यो सम्झिएको देखेर कस्तो भक्कानी। अनि स्पेसली आज अन्जुले अनि मलाई धेरै भाइलाई माया गरेर धेरै थरी पठाइरहने। अनि जस्तो मेरो दाइले पनि छोराको लागि भनेर स्पेसल केही कुरा पठायो। अनि त्यो कुराले कस्तो हुँदो रहेछ नि, ओहो कस्तो माया गरे के हो भने जस्तो लाग्दो रहेछ। अनि मैले यो भावनालाई चाहिँ अलिकति यो भिडियोमा कैद गर्नको लागि कोसिस गरेँ। स्पेसल्ली यसमा मायाको चिन्ह छोडेर अन्जु दिदीले के पठाइरहेको थियो मैले आइदिन्छु आज ल। एकदमै हेर्न